संविधान बचाउन होइन, एक अर्काका भ्रष्टाचारी बचाउनका लागि मेरो सरकार देखाउ बचाएर ठुलो रवि लामिछानेलाई तयार छु। म पार्टीको यो जिम्मेवारीमा फेरि फर्किनेवाला थिइनँ, तर यिनीहरूले मैले उच्च नैतिकता देखाउँदाखेरि यिनीहरूले यो प्रतिशोधलाई अनुमोदन गर्नेछन्। त्यस कारणले मैले अब बेला भएको छ, अब चाहिँ पार्टीको नेतृत्व पनि सम्हाल्छु। जुन दिन थुनिन्छु तर जबसम्म रहन्छु तबसम्म पार्टीलाई फेरि अर्को एउटा नेतृत्व दिएर अगाडि बढाउनु आएको। त्यसैले दाजुभाइ दिदीबहिनीहरू, मेरा बाँकी कुरा म चितवनमा भन्ने छु। चितवनमा केही विशेष कुरा भन्नु छ। मैले अघि पनि भनिहालेँ, अबको सभा आउँदो शनिबार चितवनमा हुनेछ। यो सरकारले मलाई फेरि थुनेछ भने यसको विश्वास छैन। थुनेछ भने पनि सभा गर्नुहोला, पार्टीको कामलाई निरन्तरता दिनुहोला। म आज पार्टीको अब बैठकमा बस्नेछु। साथीहरूलाई के गर्नुभएको छ यसो बुझ्ने कोसिस गर्छु। यो अप्ठ्यारो परिस्थितिमा आफ्नो ठाउँबाट सघाउनु नै तपाईँ सम्पूर्णलाई म फेरि धन्यवाद दिन चाहन्छु। यो जिम्मेवारी मेरो अनुपस्थितिमा जिम्मेवारी सम्हाल्नुभएका पार्टी पङ्क्तिका सम्पूर्ण नेता कार्यकर्ता सदस्यज्यूहरू विशेष गरी सबैजनालाई, सबै तह र तबकाका साथीहरूलाई म विशेष धन्यवाद दिन चाहन्छु। विभिन्न राजनीतिक दल र दलका नेताजीहरूलाई म धेरै धन्यवाद दिन चाहन्छु। अप्ठ्यारा बेलामा पनि हाम्रा लागि तपाईँले दिनुभएको त्यो आवाज, तपाईँले बोल्नुभएको त्यो शब्दहरूले हिरासतमा बसेर कयौँ पटक मेरो आँखाबाट आँसु खसेका छन्। म तपाईँलाई धन्यवाद दिन चाहन्छु। यो अप्ठ्यारो परिस्थितिमा दिदीआईको सरकारसँग नडराइकन प्रतिपक्ष भएर पनि मेरा पक्षमा बोल्नुहुने अन्य विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताजीहरूलाई म धेरै धन्यवाद दिन चाहन्छु। र आम सञ्चार माध्यम, आम नागरिक समाज जसले सरकारको यो प्रतिशोधलाई बाहिर ल्याउनमा मद्दत गर्यो, म सबैलाई धेरै धन्यवाद दिन चाहन्छु। बाँकी कुरा चितवनमा विशेष कुराहरू मैले बताउनु पर्नेछ। चितवनको सभामा आउने कोसिस गर्नुहोला। म यहीँबाट सबैलाई अनुरोध गर्दै आफ्नो यहीँ टुङ्ग्याउँछु। सबको जय होस्, जय गन्ती। रवि लामिछानेको विशेष सम्बोधन सकिएको छ। दर्शकवृन्द सुनिसक्नु भएको छ। तपाईँले रवि लामिछानेको विशेष सम्बोधन तपाईँले पाइसक्नु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेले आफ्नो यति बेला आफ्नो विशेष गरी सम्बोधन सकेर निस्किसक्नु भएको छ। रवि लामिछानेको कमब्याकले कसरी लिनुभएको छ? एकदमै उत्साहजनक। अबको सरकारलाई चाहिँ एउटा चुनौती नै हो। एडमिसन ओपन जुम ब्युटी एकाडेमी, नेपालकै नम्बर 1, 22 वर्षको अनुभवको साथमा 100% जब ग्यारेन्टी।